सो हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। हजुरहरूलाई आज चाहिँ यो ब्लग किन बनाउँदैछु भन्दाखेरि चाहिँ आज चाहिँ है पोलेर मासु खानु मन लाग्यो नि त। अब यो परदेशको जग्गामा हो यस्तै छ, यसमा चाहिँ पोलेर खाइदिउँ भनेको। अब कहाँ कस्तो हुन्छ हेर्दै गर्नु होला है, म तपाईँहरूलाई देखाउने छु। अर्को पनि छ, यो चाहिँ यत्तिकै खाएँ। यो चाहिँ पोलेर हामीले म्यारिनेट गरेर राख्नुपर्छ है। म्यारिनेट चाहिँ यस्तो छ। गाउँमा भन्ने चुलामा त रोज गरे हुन्थ्यो हो। अब यहाँनिर त चुला त छैन, ग्यासमै नै अब पकाउनु पर्यो। यसरी राख्दै गाउँमा त राम्रो हुन्थ्यो हो साथीहरू। अब यहाँनिर त छैन त्यस्तो जुगाड। खानु मन लाग्छ हो परदेशको जग्गामा, मजाले पोले हाल्नु। मलाई भुग्रोमा नि कस्तो हुँदो रहेछ त्यस्तो राम्रै हुन्छ, राम्रो त भन्नु पोटे चाहिँ पोटे हुन्छ। त्यो चाहिँ बोसोले गर्दा होला डरलाग्दो भन्यो। तर अचारसँग नै हिर्काइन्छ, ज्यादा धर हुन्छ क्या, त्यही भएर अचार बनाउनु मन लाग्दैन। यो चाहिँ फर्स्ट कस्तो हुँदो रहेछ, बोसोले पुरा डरलाग्दो पर्यो। आऊ देखेँ आऊ कुको है बाहिरतिर हुन्छ। इस जोगाड चाहिँ यसरी गर्दा हुन्छ, खानु मन लाग्यो भने यो चाहिँ स्पेसली अचारसँग खाएको चाहिँ बेस्ट हो। पुरै आऊ भन नि खाएरै होला। स्मोक चाहिँ ज्यादै भयो नआएको हुँदैन यसरी के गर्ने हो। खानु मन लागेको अब ल्यायो बोले खायो हुन्छ। अनि आज यस्तो जोगाड तपाईँहरूलाई अब यो फिनिसिङ भइसकेपछि चाहिँ तपाईँलाई देखाउनेछु। फिनिसिङ चाहिँ यही हो कि तर पुरा भइँदो अब उयोमा गरेको हो ग्यास त हेर्नु नसक्दो हुन्छ। मैले सफा चाहिँ गर्नुपर्छ, यही दिक्कत हुन्छ है। तपाईँहरूलाई देखाएको चाहिँ फिनिसिङ चाहिँ यो हो। अनि यो चाहिँ अचारसँग क्या डल्ले खोर्सानीको अचारसँग चाहिँ दामी हुन्छ, त्यही भएर पड्काउनुको लागि चाहिँ रेडी गरेको। अचार पनि रेडी त भइसकिसक्यो है, तपाईँलाई अचार पनि देखाउँदैछु। अचार यस्तो छ, सानो मिक्सीको चाहिँ त्यो बिनेर छ नि त, त्यो भनेर त यो बनाएको। अचार पनि यही छ है, तपाईँलाई देखाउँदैछु। निकाल्नु भयो ल है, त्यस्तो मजाले देखेको छैन तपाईँ पनि देखाइदिएको। अचारसँग चाहिँ यसरी खानुपर्छ। छुट्टीको दिन चाहिँ क्या कस्तो रहेछ टेस्ट गर्छु है। गाउँमा जस्तो भएछ। दामी हजुरहरूले पनि यसरी बनाएर खानु सक्नुहुन्छ है परदेशको जग्गामा। भिडियो मनपर्यो भने चाहिँ लाइक कमेन्ट्स है, फलो है, सब्सक्राइब सब गरिदिनु होला है। तपाईँलाई देखाएको छु है यसरी। यो चाहिँ किन्नुहोस्, यो किनिसकेपछि चाहिँ तपाईँको भइहाल्छ क्या। मनमा लाग्ने अब खानु मन लागेको कुराहरू चाहिँ तपाईँले एटलिस्ट स्मोक गरेर बनाएर खान सक्नुहुन्छ। हजुरहरूले बाई बाई।